समयको चक्र परिवार मिले स्वर्ग बन्छ घर परिवार मिले स्वर्ग बन्छ घर आपसी कलहले बिग्रेर जान्छ मायाको महल भरोसा गरौँ एक अर्काको जिन्दगी भर बुझेनौ भने जीवन हुन्छ साह्रै कष्टकर समयको चक्र समयको चक्र समयको चक्र समयको चक्र मायाको संसारमा तेरो र मेरो किन गर्ने साथीको नाता सम्हाली राखौं एक दिन छ मर्ने पर्ने समयको चक्रलाई सबै मिलेर ख्याल गरौं मिठो सम्बन्ध गाँसेर अघि बढौं बुझेनौ भने जीवन हुन्छ साह्रै कष्टकर समयको चक्र समयको चक्र समयको चक्र समयको चक्र भन्नुस् न दादा सन्चै त हुनुहुन्छ नि सन्चै छु एकचोटि तँलाई भेटेर गफ गर्न पाए हुन्थ्यो तेरो घर आउँ कि भनेर घरको इज्जत उदाङ्गे बनाउने होइन मेरो बहिनीले थाहा नै छैन होला नि यो घरको इज्जत कति उदाङ्गो छ भनेर अहिले 2-4 दिन कमाइ छैन भन्दैमा तिमीहरु सबैजना किन खाउला जस्तो गर्छौ ह पहिला हुँदाखेरि त तिमीहरुलाई जे चाहियो सब पुराइदिएको थिएँ मैले गर्दा गर्दै केही काम बिग्रिन्छ त मैले के गर्ने भन त अझ पनि हिम्मत छ आँट छ केही गर्ने मेरो त्यही आँट भएर होला हैन भिख माग्दै हिडेको त्यति मात्र हो र त्यहाँ भाडामा बस्ने श्याम दाइसँग 500 रुपैयाँ मागेर लगेछु हैन ठोक्क तिम्रो बुद्धि मैले त बाउ भन्नु पनि लाज लागेर आउँछ हिँड्नु मम्मी आजदेखि केही वास्ता व्यस्ता गर्नु पर्दैन यस्ता बाउ भयो नि के नभए नि के भयो दादा यो राख्नु केही भए पनि हजुरको मन शान्त हुन्छ म फाइनेन्समा पनि कुरा गर्छु
मेरो दादाको अनुहार सधैँ हँसिलो होस्। आमालाई मात्र होइन कहाँ कहाँ भन्छु भन्छु त मलाई खुर्क छोडमा दिने कि नदिने पक्नुस् तपाईँलाई यो घरमा छिर्ने कुनै अधिकार छैन। तपाईँ पनि के भन्नु तिमीलाई? भाउजू म तपाईँको घरमा होइन मेरो दाइको घरमा आएको हो। ए तिम्रो दाइको घर पो? यो कोही तिम्रो दाइको घर होइन, मेरो घर हो। आफू खुसी गरेर भागेर गएको होइन? हाम्रो इज्जतको ख्यालै नगरी अहिले फेरि कुन मुख लिएर आएको नि? वाह भाउजू वाह, मेरो दाइलाई नाङ्गो बनाएर अझ इज्जतको कुरा गर्नुहुन्छ। तिम्रो प्रब्लम चाहिँ के हो? के हो प्रब्लम? त मैले किन छिर्न नदिएको? किन भित्र छिर्न दिनु त? हाम्रो इज्जतकै ख्याल नगरिकन पहिलो भागे कि होइन? अनि उतै रमाए भइहाल्यो नि, यहाँ किन आउनु पर्यो? यहाँ नआएर जाने चाहिँ कहाँ त? यो उसको माइती हो, यहाँ आउनु उसको जन्मसिद्ध अधिकार हो। तिमी हामी दाजुबहिनीको सम्बन्धमा किन दरार गर्न खोज्छौ? यस्तो गरेर तिमीलाई पाउँछौ चाहिँ के? किन नेगेटिभ भइरहेछौ तिमी? ए अझ सबै मैले गरेको, तिमीले केही गरेकै छैनौ होइन? यो सब तिम्रो कारणले भइरहेको छ। दुनियाँभर हिँड्यो, बाँकी खायो, रक्सी खायो, दुनियाँ ठाउँमा हिँड्यो, पैसा जति लगेर कहाँ डुबाएको छ? खै पैसा राम्रै कुन चाहिँ तरुणीलाई खुवायो? अझाएर उसकै ठुलो स्वर। नारी वाह, तिम्रो लीला पनि अपरम्पार छ। मसँग पैसा हुँदा त सबैजना वाह 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 थियो नि त। आज अलिकति व्यवसाय डुब्यो भन्दैमा मलाई उल्टो साथ दिनु, सपोर्ट गर्नुको सट्टा, उठाउनुको सट्टा लडाउनु खोज्छौ तिमीहरू। ल हेर मेरो चक्का त यहाँसम्म रहेछ, यो प्रकारले यहाँसम्म किन लगाऊ? यहाँ केले टोकाऊ? यसरी मिच्न पाइन्छ? के गरे भाइ? यो अर्काको साँधै मिचेर किला ठोक्ने? कहाँ साँझ मिचेर भाउजू, नापेर किला ठोके भयो। आफ्नो मन परिपाराले जहाँ पायो त्यही नाप्न पाइन्छ? के गरेको यहाँ देख्नु भएन? यत्रो वा के हो तिम्रो पारा भाइ? यत्रो किला गाडेको छ, जे मन लाग्यो त्यही गर्ने होइन है? भनिदिएको छु मैले, आफ्नो ठाउँमा काट्नु। क्या खुल्केको आइन रहेछ? अब मेरो जग्गा यहाँसम्म छ, उसले चाहिँ प्रकार उहाँसम्म लगाइदिएछ, अझ उसकै ठुलो स्वर गर्छ। सर्नेस उस्तै खालको हो क्या, अलिकति मयौँ खालको भएछ क्या। ल ठोक्ने किला किला ठोक्ने हो। दिदी ओहो पिरो बेबु दिदी सम्झेर आएको भए। त्यस्तो होइन दिजु, मैले हरेक पल हजुरलाई सम्झेकै छु, तर घरको कारणले भत्ताभुङ्ग भएको। अहिले आएर सबै बुझे सबै जाने। पिर नगर, एक दिन सब ठिक हुन्छ। अनि दादालाई कस्तो छ नि? ड्याडीलाई भेट्न पाएको छैन। उता घर आउनु भएको बेलामा मम्मीले के भनेर हजुरको मन दुखाउनु भएछ, त्यही भएर म सिधै यता आएको। मैले भने नि एक दिन सब कुरा ठिक हुन्छ। यो सब कुरा छोडिदेऊ अब। पहिलोचोटि फुपूको घरमा आएको छौ, भन के खान्छौ? नाइ दिजु, म केही नखाने, म त हजुरसँग माफी मात्र माग्न आएको। माफी? के को माफी? मैले नि हजुरलाई अनजानमा नराम्रो सोचे, सरी दिजु। अरे अरे हाम्रो बेहु त ठुली भइसकी छे, त्यस्तो माफी साफी छोड। अब गएर खाजा खाम पहिला, अनि कुरा गरौँला।
जयपुरको छोरा होइन नि अरे केटी चाहिँ हाम्रो फुल मस्तीमा छ अरू बाले क्यान्सिल दिएर के को मस्ती यस्तो कुपुत्र हुनु त नहुनु नि देश ल होइन ल सुन्नुहोस् हामी ढुकुटी खेल्ने जम्मा 25 जना थियौँ होइन अब 7-8 जना त कता हो कता बेपत्तै 6-7 महिनै भइसक्यो अनि अरू बाँकी रहेका पनि कहिले के बाहना बनाउँछन् खोइ आउँदै आउँदैन अनि तपाईँहरू मलाई पैसा भएन भनेर किचकिच गर्नुहुन्छ अनि मैले एकजनाले के गर्नु ल भन्नुहोस् त तपाईँहरू नै त्यो त तपाईँको प्रब्लम हो नि हामीले त पैसा चाहियो नि हेरेर त्यही त मैले पनि अस्ति भर्खर खाएको त्यो पैसा चाहिँ कहिले तिर्नुहुन्छ नि तपाईँले त्यो त सबै मिलेर उठाउनु पर्यो नि त अनि खेल्ने बेला चाहिँ सबैजना मिलेर खेलियो अनि अहिले म एक्लैलाई कराएर हुन्छ त ओहो उसो भए म यो ढुकुटी खेल्दिनँ अहिलेसम्म जति पैसा जम्मा भएको छ त्यो पैसा मलाई दिनु पर्यो त्यसो भनेर हुन्छ अनि म एक्लैले कहाँबाट पैसा ल्याउँ भन्दैछु त सबैजना मिलाउँ उठाउँ त्यो भागेकाहरूले खोजेर ल्याउँ सबै किस्ता जम्मा गरेपछि त सबैले पैसा पाइहाल्छ नि अनि कहाँ मलाई मात्रै गरिराख्नु भएको तपाईँ अब म यो ढुकुटी खेल्दिनँ म तपाईँले 1 महिनाको टाइम दिन्छु मेरो पैसा सबै फिर्ता दिनुहोस् म चाहिँ नखेल्ने भयो तपाईँहरू के गर्नुहुन्छ हामी पनि यहाँ हाम्रो पनि पैसा फिर्ता गर्नुहोस् ए अब म चाहिँ के गरौँ भन्नुहोस् त तिमी नआत न म यो सबै व्यवहार मिलाउँछु अनि पछि फेरि एकचोटि मिटिङ बसौँला पाइहाल्छ नि पैसा के हो त भागेर पहिला गएको फुपू गाउँमा गएको थिएछ त तनी गए भइगयो नि त आखिर फुपू हुन् क्यारे यो बाउको सन्तानको कुरा नगरे मसँग अनि त चाहिँ कसको सन्तान नि त्यही गाडीको छोरो हैनस् त पनि ओहो ड्याडीको त 81 तारिफ गर्न थालिस् त पहिला गएको फुपूले पुरै पाठ पढाएर पढाएन क्या हो त फुपूले मलाई पाठ पढाएर पठाए चित्त बुझे तँलाई अब बेकारमा ड्याडीलाई तनाव दिएर हिजो अस्तिसम्म त्यही ड्याडीले नाना भाती भने त पनि हैन आज कसरी हृदय परिवर्तन भयो कसरी माया लाग्यो पहिले जानुपर्ने माया थियो तेरो र मम्मीको लैलेमा लागेर मेरो बुद्धि भ्रष्ट भयो ए ड्याडीले हामीले जुन व्यवहार गरिरहेछ नि त्यो एकदम गलत भइरहेछ ल यो प्रवचन चाहिँ अन्त गरेर सुना मलाई हैन हेर न तैँले पनि एक दिन बुझ्छस् ओहो भाइ पार्टी चलिरहेको छ त आता मस्ती छ है बोल्दा त कति दिनपछि फ्रिडम पाएको छु दाइ बुढी 1 महिनाको लागि टुर गयो नि त अनि बुढी टुर गई भनेर यसरी म्युजिक बजाएर नाच्नु पर्छ त भने दाइ पनि श्रीमतीको पीडा तपाईँले के थाहा भाउजू त्यस्तो पर्नु भएन आफ्नो त रातभरि क्याउ 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 गरेर 24 घण्टा तनावै तनाव कमसेकम 1 महिनाको लागि त आनन्द भयो नि दाइ त्यसो भन्नु हुँदैन भाइ जे भए पनि साथ फेर जग्गे घुमाएर ल्याएको श्रीमती पो हो त आमा मात्रै मिलेर नहुने दाइ ओ फिटिक्कै मिल्दैन नमिलोस् दाइ आफू त 1 महिनाको लागि बिन्दास छ ल बरु दाइ आज मेरो तर्फबाट पार्टी चाहिँ के लिनुहुन्छ उही त हो नि रेगुलर चिया साउनी एक कप चिया मम्मी के भयो हजुरलाई झोक्राएर बस्नु भएको छ त केही भएको छैन त्यो ढुकुटीको टेन्सनले अलिक दिमाग खराब भइरहेछ हौ अब तपाईँलाई त्यो ढुकुटीको चक्करमा नपर्नु भनेको मान्ने होइन कहिले के गर्नु त अब पहिले सबैजना मिलेर खेलौँ भन्यो हुन्छ भनेर आफै अगाडि सरिहाल्यो अहिले 8-9 जना कहाँ भागे कस्तो टेन्सन हुन्छ सबैले मलाई नै झ्याउ गर्छ खोइ त ड्याडी आउनुभयो खै मैले त देखाएको छैन साँच्चै मम्मी ड्याडीलाई विस गर्नु भयो त अब त्यही काम बाँकी छ बुढेसकालमा विस गर्ने होइन
त फुपूकोमा गएर आएपछि त नचाहिने कुरा गर्न थालिस् त। के अरे त फुपूकोमा गएको थिइस्? बाउ पनि बहिनी भनेर लुसुक्क जान्छ अन्त पछि के छम्ला कि? मैले के मेरो फुपूलाई पनि भेट्न चाहन्न पाऊ? अनि किन भेट्नु पर्यो त? त्यो हाम्रो इज्जतको ख्यालै नगरी सुत्त भागेर पहिले गएको होइन त्यस्ताले भेट्न जाने त? ठुक्क तेरो बुद्धि। ओ तपाईँकै छ बुद्धि। बाउलाई त थर्काउनु भयो मलाई थर्काएर चाहिँ के ताउनुहुन्छ? ओइ मम्मीसँग मुखै लाग्छ। मम्मीले हाम्रो कति केयर गर्नुहुन्छ थाहा छ तपाईँ? हामीलाई मात्र किन त्यहीले पनि केयर गर्नु पर्यो नि। टोटलमा जयवीरको श्रीमतीले सनकले पुर्यायो भने अलिअलि छैन त्यही पनि उनीहरूकै ठुलो कुरा। ओए त बढी हुन्थेस्। हेर्नुहोस् मम्मी त्यो फुपूकोमा गएर आएर सब पाँच पढेर आएर यस्तै भयो कि नत्र भने पहिला यो यस्तै थिएन। भरे तेरो बाबु आउन दिएन मैले दुईटालाई उतै खेद्छु। हो अब त्यही गर्नु के मम्मी। र त्यो ढुकुटीको टेन्सन चाहिँ नलिनुहोस् के। साँच्चै सुन्नुहोस् न हजुर अफिस जानुभन्दा अगाडि एकचोटि त्यो फाइनेन्समा पसेर जानुहोस् न है। ओहो फाइनेन्सको कुरा भन्दा एउटा कुरा याद आयो। तिमी गएर छिट्टो खाना बनाइहाल त। अफिस पुग्नुभन्दा अगाडि मामालाई भेट्नु छ। मामालाई भेट्नु छ? किन केही काम थियो कि? त्यही पैसाको कुरो मैले मामालाई भनेको थिएँ। मामाले मिलाइदिनु भएको छ अरे। अफिस जानुभन्दा पहिला घरमा पसेर जानु भन्नुभएको छ। मामाले पनि ब्याजमा लिनुभएको होला। कति दिन्छ कुन्नी? ब्याज पर्दैन रे 8-9 महिना त्यत्तिकै चलाउनु भन्नुभएको छ। त्यति बेलासम्म त केही न केही उपाय लागिहाल्ला नि। त्यो त दादाले केही न केही उपाय निकालिहाल्नुहुन्छ नि। दादालाई चल्ने बाटो हुन्छ। हामीले सकेको सहयोग गर्नुपर्छ दादालाई। यी सबै गफ गर्नु भन्नु पहिला खाना बनाउने काम चाहिँ छिट्टो गरिहाल त। हस् हुन्छ म बनाइहाल्छु। को भरे दादाले यही बोलाउनु पर्यो। खै त तपाईँ फोनै उठाउनुहुन्न त। अब फोनमाटै उठाएर के गर्नु? पैसा जम्मा भइसकेकै छैन। त्यसो भनेर कहाँ हुन्छ? मलाई त आज जसरी पनि चाहिन्छ। अब चाहिन्छ मात्र भनेर हुन्छ? सबैको किस्ता आएकै छैन अनि मैले चाहिँ कहाँबाट ल्याएर दिनु? हेर्नुहोस् अरू कुरा मलाई केही पनि थाहा छैन। म एकछिनपछि तपाईँकै घरमा आउँछु। अब त धम्क्याउने पो थाल्यो त। यिनीहरूलाई पक्का मैले जानेको छु। हेलो दर्शन दिदी हो? दर्शन दादी मानीहरू के छ आरामै छौ? दिदी ड्याडी त्यहाँ आउनु भएको छ? आउनु भएको छैन। किन के भएर? हेर्नु न कहाँ पो जानुभयो। घरमा जति झगडा भए पनि कहीँ जानुहुन्न थियो तर अस्तिदेखि घरै आउनु भएको छैन। त्यही त मैले पनि अघि फोन गरेको थिएँ स्विच अफ भन्छ। कता जानुभयो त? खै कता पो जानुभयो दिदी। मलाई त एकदम डर लागिरहेछ। न त्यो कतै साथीहरूकोमा पो जानुभयो कि? अलि भाउजू चाहिँ कता आउनुहुन्छ त? मम्मी त ढुकुटीकै धुन्न हुनुहुन्छ नि। दिदी म एकछिन आउँदैछु है। ल आऊ। बबिता ए बबिता कहाँ गइछौ? रमेश हे मिस। हजुर मामे तँ बोल्दैन त कोही पनि। किन बोल्दा मन? खोइ मारारी छैन त। कहाँ गयो? अघिसम्म दियो त्यही फोनमा बोल्दै थिए त। यहाँ सुन म त ढुकुटीको पैसा उठाउन जान लागेको। यहाँ एकजना केटी घरमा आउँछु भनेकी छे। त्यसलाई मम्मी ढुकुटीको पैसा उठाउन जानु भएको छ भन्दै है। खोइ त बडा महाराज 3 दिन भइसक्यो घर नआएको। कहाँ गयो अनको नि? जासिके छ के टेन्सन लिइराख आइहाल्छ नि। त्यो महारानीलाई पनि भात खानु भन्नु। 3 दिन भइसक्यो भात नखाइ बस्यो कि। बाउको पिर्थे होला नि त के टेन्सन लिइराख। तपाईँ आफ्नो काममा जानु न। सुन्नु त जयबी साउ त घर छोडेर हिँड्यो रे त। के भन्छ नि कहाँ छोड्छ ल?
फेरि यो नयाँ हल्ला कसले चलाएछ फेरि? के को नयाँ हल्ला हुनु नि? त्यो तल चिया पसलले सोलमारी साउ छैन हो त्यसलाई भनेर हिँडेको रे के? घरमा धेरै टर्चर हुन थाल्यो रे। अब म यहाँ बस्दिनँ भनेर नमरी बाजे फेरि भेटौँला भन्दै आफूले चढ्ने स्कुटी पनि त्यही पसलमै छोडेर गएका छन्। लु हेर्नुहोस् त। हो र भने बिचरा सहनै नसकेपछि के गरोस् त? हिँड्यो होला घर छोडेर। अनि घरका मान्छेले चाहिँ थाहा पाएनछन् रे? खै त्यो त के थाहा, तर सुनेर साह्रै खल्लो लाग्यो। के गर्छौ त? परिवार बिग्रेपछि सबै तहस नहस हुँदो रहेछ। अहिलेका मान्छेले यस्तो कुरा बुझ्दैनन्। खालि पैसा 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 मात्रै भनेका छन्। पैसा नभएपछि कुकुरले पनि हेप्छ भन्थे हो रहेछ। बरु जता गए नि आफ्नो ज्यान तलमाथि नगरेपछि हुन्थ्यो। अब पेर गरेर के गर्छौ त? आफ्नो आफ्नो कर्म हो। बरु के कसो रहेछ म पनि यसो बुझेर आउँछु नि। होइन यति बिधि फोन कसलाई ट्राई गरिरहेको? दादालाई। दादालाई? किन के भएर दादालाई? हेर्नुहोस् न दादा अस्तिदेखि घर आउनु भएको छैन रे। फोन पनि लाग्दैन। मैले कति धेरै ट्राई गरेको। कतै काम पर्यो होला, साथीभाइसँग जानुभयो होला, मोबाइलको ब्याट्री सकियो होला। यति सानो कुरामा कति टेन्सन गरे कि? दर्शन भेनाज। ओ दर्शन, के आराम छ? के खा भयो त? काजारी भएको रहेछ। के थाहा छैन। ड्याडीले जे जस्तो भयो नि मोबाइल कहिले स्विच अफ गर्नुहुन्न थियो। अरे तिमीहरू पनि यति सानो कुरामा आत्तिहाल्छौ। एक दुई दिन हेरौँ, त्यसपछि के गर्नुपर्छ गरौँला। दिज्यू ड्याडीको 2-3 जना साथीहरू मैले पनि चिनेको छु। त्यो अङ्कलहरूलाई गएर सोधौँ न। दादाको साथीहरूलाई त मैले पनि चिनेको छु। त्यसो भए गएर सोधिहालौँ म त। ओए सुन न सुन, मेरो कुरा त सुन। ओहो यो त ड्याडीको स्कुटी हो त। त्यही त भनेको है, यो त दादाकै स्कुटी हो। परिवार मिले स्वर्ग बन्छ घर, परिवार मिले स्वर्ग बन्छ घर। आपसी कलहले बिग्रेर जान्छ मायाको महल। भरोसा गरौँ एक अर्काको जिन्दगी भर। बुझेनौ भने जीवन हुन्छ साह्रै कष्टकर। समयको चक्र, समयको चक्र, समयको चक्र।
समयको चक्र